नमस्ते सबैजनालाई मेरो युट्युब च्यानलमा म फेरि उपस्थित भइसकेको छु आइपिओको इन्फर्मेसन लिएर। आज हामी ट्रेड टावर लिमिटेडको बारेमा कुरा गर्नेछौँ। ट्रेड टावर लिमिटेडले सर्वसाधारणको लागि आइपिओ बाँडफाँड आज गर्यो। ट्रेड टावर लिमिटेडको आइपिओ कतिजनाले पर्यो, कतिजनाको हात खाली भयो र यसको रिजल्ट कसरी हेर्ने त्यसको सम्पूर्ण जानकारी म आज यो भिडियोमा दिने नै छु। कृपया मेरो भिडियो अन्तिमसम्म हेरिदिनुहोला। ट्रेड टावर लिमिटेडको बिक्री प्रबन्धकको रूपमा रहेका लक्ष्मी सनराइज क्यापिटल रहेको छ। यो कम्पनीमा आवेदन दिने 21,71,154 जना छन् भने आइपिओ पर्ने 3,29,650 जना छन् भने बाँकी रहेका 18,41,504 जनाको हात खाली रहने भएको छ। यो कम्पनीमा मागभन्दा बढी आवेदन आएकोले यसलाई गोला प्रथाद्वारा बाँडफाँड गरिएको छ। अब साथीहरू कुरा गर्ने यो यसको आइपिओ कसरी चेक गर्ने भने तपाईले मेरो शेयर एकाउन्ट एपबाट यसलाई सर्च गरेर आइपिओ चेक गर्न सक्नुहुनेछ, रिजल्ट चेक गर्न सक्नुहुनेछ। र अर्को गुगलमा गएर ipo.result.cdsc.com.np बाट पनि चेक गर्न सक्नुहुन्छ। त हस् साथीहरू, आजको लागि यति नै। आइपिओको बारेमा आउने भिडियोमा कुरा गर्ने नै छौँ।